साथीहरू के अरे आज चाहिँ म प्रायः जसो म आगोमै पकाउँछु जाडो महिनामा चाहिँ। अनि आज पनि आगोमा पकाउन खोज्दैछु। आज के बनाउँछु भन्नु होला, हेर्नु होला है तपाईँहरूलाई। म हेराउँछु देखाउँछु होइन, हेर्नु होला। अदुवा लसुन पनि सिलौटोमा कुटिसकेँ। अब के बनाउँछु हेर्दै गर्नु होला। पाकिसक्यो आगोमा होइन है, खाना पाकिसक्यो। अब के पाक्छ म देखाउँछु तपाईँहरूलाई। यहाँ चाहिँ बाबा र दादा घाँस कटिङ गरिराख्नु भएको छ। यहाँहरूलाई म सब्जी पकाउन आँटेछु। कस्तो मजाले हुरुबुरु बल्छ। अनि ग्यासमा भन्दा त्यसै मजा हुन्छ नि त पकाउन। त्यही भएर चाहिँ हुरुबुरु पकाउँदैछु यहाँहरूलाई। यहाँ आइटम चाहिँ के छ होला भन्नुपर्दा अहिले पकाएर पकाइसकेर देखाउँछु तपाईँहरूलाई। एउटै कराईमा पालो गरिदिनु स्टप। Oh my god. Buka देखियो? वाउ सो ब्युटिफुल। चाउमिन पकाउँदा हुनुहुँदो रहेछ नि त। हेर्नु है साथीहरू, मैले बाहिर चाहिँ खाना पकाइसकेर सब्जी बोडीको ओरिसकेँ। अब अरू दुई आइटम अझै पाक्न बाँकी छ। एक आइटम अझै पाक्न बाँकी छ। एक आइटम पाक्दैछ। अनि अरू पनि बनाउनै बाँकी छ होइन। अचारहरू पनि बनाउनु बाँकी छ। यहाँ चाहिँ दाल बनाउनु भनेको यसमा चाहिँ बाहिर गर्नु अल्छी लाग्छ कि भनेको यो हुँदैन। खोर पुरा टाँसिन्छ कि कालो भाँडामा। त्यही दाल चाहिँ कुकरमा यहाँभित्र ग्यासमा बसाउँछु। ग्यासमा बसाउँछु दाल चाहिँ। अरू सब्जी खानाको आइटम चाहिँ बाहिर गर्छु कि म। कालो भाँडा मलाई एकदम सजिलो लाग्छ, बाहिर राम्रै लाग्छ। तर यो कुकर चाहिँ झ्याउ लाग्छ क्या। पहिले त मोल्थेँ। अहिले यो 5-7 वर्ष भयो यो यसमा अलिक कालो रह्यो कि कुकरमा। त्यो मोल्दा पनि त्यो उसमा। त्यही भएर चाहिँ यसको लागि चाहिँ कुकरमा दाल चाहिँ भित्रै पकाउँछु म। कालो भाँडा बाहिर पकाउँदिनँ कि। हेर्नु होला, हेर्नु होला के पाएको भनेर। मिठो भएर बाँच्नु रहेछ। यो पाएको। अब यो कराई धुन्छु हेर्नु है त। धोयो भित्र फेरि बस्यो हेर्नु। धोयो फेरि बस्यो। कालो भाँडामा पकाउनुको फाइदा चाहिँ कस्तो हुन्छ भने यसो भित्र मोलो होइन। अनि फेरि बसाइहाल्यो कि यहीँ बाहिर सजिलो। एउटा पकायो धोयो फेरि पकायो फेरि धोयो गर्नुपर्छ यसरी के। गुन्द्रुकलाई हेर्नु न, ताजा गुन्द्रुक भिजाइ काटेर रेडी पारेको छु होइन। अब यो हरियो धनियाँ प्याज हरियो खोर्सानी लाउने
अनि ठ्याक्क मिठो बनाएर खाने भनेर बनाउँछु यहाँ सब्जीको आइटमहरू रोटी देखाउने खोर्सानी खोइ कहाँ थिइस् प्याज धनियाँ म अचार बनाएर देखाउँछु तपाईँहरूलाई खोर्सानीहरू नि ठाडो खोर्सानी कम्ती पिरो हुँदैन त यस्तो खोर्सानी चाहिँ अन्त प्याज खोर्सानी हरियो धनियाँ ठ्याक्क गरेर अब कोरियन एड गर्छु सबै एड गरेर चाहिँ मिठो टक्क पारेर बनाएर देखाउँछु है तपाईँहरूलाई आऊ अब हेर्नु एकछिनमा खाने बेला कस्तो के पाएको भन्ने कुरा चाहिँ Thanks for watching.